ल विश्वकर्मा पूजाको लागि तयारी हाम्रो मिस्टर राज सर। हेलो हेलो यता हाम्रो आमा अनि पूजाको लागि कोही कोही भर्खर बाइकभित्र हालेछ। ठाउँ बनाइदिउँ न उहाँलाई। हाम्रो सुरज दाइले स्टार्ट गर्न थालिसक्यो पूजा। खोइ त नारियल चाहिँ दाइ यहाँ छ नारियल खोइ नारियल किन नराखे राख्दिया त्यहाँ राख्नु एउटा चाहिँ फुटाउने ल एउटा बुटा मेन भगवान राख्ने एउटा यहाँ बिचमा राखिदिउँ जहिले यहीँबाट ल सर सरकार हाम्रो विश्वकर्मा बाबा। जौतिले भेटेन म त यो चाहिँ हाम्रो सुरज दाईको पूजा सुरु भयो। पहिलो यहाँ गेटबाट सुरु यसले चाहिँ बाइक दर्शक पनि फोन पो हेरिरहेको छ त। अहिले हाँस्ने दाइ हो अलिकति मुस्कान हुनुभयो के बुढा यार निराश भएर पूजा गर्छ यार। हो मन्त्र चाहिँ जप्नुपर्छ अलिक सुन्ने जप्ने मन्त्र चाहिँ साँच्ची भनेको झुट बोल्यो होइन। बत्ती चाहिँ कतिखेर भन्ने लास्टमा अब बाजेले मन्त्र पनि सुनाउने अनि आजको लागि त पाउनु जस्तै अन्त पूजा गर्ने मान्छे होइन। यसो बदल पनि बदल्न सक्छ कमसेकम कसैले खै बजाउनु बजाउनु के बजाउनु रहेछ बजाउनु मोती खतरा लेख्ने त्यो हाफ आउँछ कि त्यो हाफ आउँछ है त्यसो गरेर हुन्छ क्या यो बनाउनु पर्छ यो बनाइदियो उसो कस्तो फुल आउँछ यो भिडियो बनाउँदाखेरि तपाईँलाई भिडियो बनाउन आउँछ पुरा ल ल ल आउने तपाईँले ट्राई गर्नु शेर्पा तपाईँले चाहिँ होइन यो सबैले गर्नु पर्ने होइन।
बाइकको बानी हो र मान्छेलाई बानी खाता जम्मा यति मात्र भने ल सर दाइ खोइ त आमा दक्षिणा अनि दक्षिणा त्यसै काट्छ कसै काट्छ दक्षिणा आज टिका लगाऊ टिका किन्न नाम पनि वर्षै नै यतिकै कुरा गर्दा भन्नु है सबभन्दा बुढो है जेन्जी कस्तो दामी भिडियो आउँछ गरेछ यता गरे क्यामेरा क्वालिटी त खतरा रहेछ है ल ल दाइ दाइ ल को टिका लाउने टिका ला ल सुहानको कसले हाने निधारमा शून्य छ ताले होइन ल हुन्छ जुन लाने हुन्छ वर्षै यस्तै कुरा गर्न पाउँछ अर्कोपल्ट झन् खतरा स्कुटर हो ए बाइक होला है ल बाबा आइज आइज लगाइहाल्नु है यो त हाम्रो किपर होइन ल शुक्रबार यार दसैँ आयो सकेको नि कता बस्थ्यो सकेको नि खतरा रहेछ त्यो क्यामेरा यहाँ शेरबाग हेर्नु न कस्तो दामी क्या ल है मान्छेले शेर्पा दामी क्वालिटी रहेछ यार क्यामेराको यहाँ सबैले फाल्टु होइन केटा हो यो पालि 4वटा गरियो सबैले खाने है छ तिमीलाई यहाँ नाम भइसक्यो है आएर बोक्सा बस्छ मलाई त्यही कुरा यो चाहिँ ओला केटा हो प्रसाद खा हो भाइ यहाँ भुट किस्नेको पर्छ है मित्र मोटरसाइकल हजुर आज कृष्ण सरकोबाट बियर आउँछ त्यस्तै गर्दा चाहिँ के कहिले अहिले
कहाँ जान्छ अहिले घर धेरै नखा भनेर जाने अर्का घरमा कसै हो नि कसै खाने हतार गरेर के त्यसमा नि अब टिक्क भन्यो बिस्तारै आरामले खाएर हुन्थ्यो नि म निकालेर गर्नु न क्यामेराको पोजिसन नै मिलेन केटा ल यतिकै ठिक छ है के गर्ने सुहाउने प्रश्न यसमा खाता रहन्छ खाता लिइसक्यो ए कृष्ण बाबा ल अब तपाईँहरूलाई के खान मन लाग्छ यहाँ चम्चा यहाँ छ यो खानालाई चाहिँ अरू सबै निकालेर खानु के खान मन लागेको छ खानु है सबैले वर्षा चाहिँ खानुपर्छ आमा होइन के पर्छ त खानुपर्छ नि आमा आउनु भएको छैन आज आमै सबैले खाउँ न है सबैले निकालेर खाने हो नि ल सबैले पक्क स्यार्बा बाबु कहाँ शेर्पा त्यसलाई खुल्ला भाइ